नमस्कार, मेरो नाम सुवर्ण राई, इलामबाट। मैले चाहिँ आज हजुरहरूको अगाडि इलामको फाक्चुङ गाउँपालिकामा महिला उद्यमीहरूबाट उत्पादित गाईको शुद्ध खारेको घिउ ल्याएको छु। यो चाहिँ इलामको लेकाली भेगको गाउँमा हरियो घाँस मात्र खाएर ठुलो भएको गाईको शुद्ध दुधबाट बनेको खारेको घिउ ल्याएको छु। अनि यो चाहिँ दुई प्रकारको हुन्छ, अलि बढी खारेको र कम खारेको। जुनमा बढी खारेको चाहिँ हजुरहरूको डिमान्ड अनुसार कम र बढी खारेको मगाउन सक्नुहुन्छ। यो घिउलाई हजुरहरूको घर आँगनमा ल्याउनको लागि हामीले ललितपुर चापागाउँ बाटोमा अवस्थित उद्यमी घरको सहकार्यमा हामीले हजुरहरूको अगाडि यो घिउ ल्याएको छौँ। घिउ मगाउनका लागि उद्यमी घरमा सम्पर्क गर्नुहोला। र मलाई पनि उद्यमी घरमा सबै नेपालमा उत्पादन भएका वस्तुहरूको बिक्री तथा बजारीकरण गर्ने भएकोले गर्दा धेरै खुसी लागेको छ। र हजुरहरूको उद्योगलाई पनि प्रवर्धन गर्नका लागि उद्यमी घरमा हजुरहरूले भिजिट गर्न सक्नुहुनेछ।